गाइजहरू मैले चाहिँ यसरी बोकिरहेको छु, देख्न सक्नुहुन्छ। तेरिका चिलाएर फेरि मुना मिसले पनि बोकिराख्नु भएको छ। एक भारी आन्टी अगाडि अगाडि हिँड्दै हुनुहुन्छ यहाँ। आन्टीले हामीलाई बाटो देखाउँदै हुनुहुन्छ अनि एकदम घाडी घाडी रहेछ। तर अब हामी चाहिँ सानैदेखि यो वन जङ्गल घाडी फुल्सा खाल्सी हिँड्ने बानी भएर खासै त्यस्तो हामीलाई चाहिँ रमाइलो लाग्छ। यस्तो मन चाहिँ उडेर चङ्गा चङ्गा जस्तो भइरहेछ। हामी चाहिँ यहाँ के अरे पाइला चालिराखेको भए तापनि हाम्रो मन चाहिँ के भन्नु, दिल पनि गार्डन गार्डन जस्तो भइरहेछ। यस्तो ओ यो कस्तो मिठो बास्ना आउँछ क्या, मलाई चाहिँ मनपर्छ। आन्टीलाई नि म घरिघरि देखाउँदैछु। यहाँ हाम्रो पथ प्रदर्शक चाहिँ उहाँ हुनुहुन्छ। हेलो मुना मिस, कस्तो हुँदैछ तपाईँको फिलिङ्स बताउनु त। यहाँ मेरो एकदम रमाइलो फिलिङ्स भइरहेको छ, एकदम ह्याप्पी। तपाईँ ह्याप्पी मुडमा हुनुहुन्छ होइन? आज एकदम ह्याप्पी मुडमा छु। जुगा आउँदा तर्सी बेला बेलामा डर आए पनि निम्रोले गर्दा एकदम फिलिङ्स चाहिँ ह्याप्पी। यस्तो हो गाइजहरू, जुका चाहिँ पहिला मेरो गाउँ चाहिँ अलि आउलमा पर्छ, त्यही भएर हाम्रोतिर खासै जुका आउँदैन थियो। पछिल्लो टाइम चाहिँ अब हामी बाख्रा बस्तु तल के अरे खोला छेउछाउतिर नै खेद्न लान्छौँ। अनि त्यतिखेर उनीहरूले चाहिँ चरनबाट ल्याउँछ नि त, ल्याएर एउटा दुईवटा हुँदै गर्दाखेरि चाहिँ आजभोलि अलि धेरै पाउन थालेको छ। नत्र भने मेरो गाउँघरतिर चाहिँ जुका पाउँदैन थियो। यतातिर चाहिँ जुकाको बच्चा चाहिँ लास्टै धेरै पाइने रहेछ। हुन्छ आई यति धेरै छ निगुरो पनि। अनि हामी त थाकिसक्यौँ। यहाँ आन्टीले चाहिँ बाटो देखाउँदै नै हुनुहुन्छ। यस्तो बाटोमा हिँडिरहेछौँ। हाम्रो मुना मिस पनि आउँदै हुनुहुन्छ। यस्तो छ। अनि यो सोतर काटेर है क्या मल बनाउन पाए कति हुन्थ्यो है। आमामामा यो तपाईँहरूले यो देख्दै हुनुहुन्छ नि उनिउ, यो उनिउले यति पोल्छ नि, यति पोल्छ गाइजहरू। यो उनिउ लास्टै पोल्ने खालको उनिउ हो। हाम्रो खेतमा पनि यति धेरै पाउँथ्यो। अनि हामी चाहिँ खेत रोप्नुभन्दा पहिला एक सरो मात्र धान रोप्ने हो, धान मात्र रोप्ने हो एक सिजनमा। अनि केही गर्दैन थियो। अनि कान्लाभरि यो उनिउै उनिउ उम्रिन्थ्यो। यो उनिउ काट्दाखेरि फेरि यति घाम लाग्ने त्यो हाम्रो खेतमा। डाइरेक्ट त्यो छारी छैन क्या, ओतहरू त्यो बोट बिरुवा खासै छैन। त्यही भएर डाइरेक्ट घाम आउँदाखेरि त यति पोल्थ्यो। त्यो हातले काटेको फेसतिर जिउतिर सब पोल्थ्यो यसले। यस्तो कडा हुन्छ यो उनिउ। आई हाम्रो मिसलाई चाहिँ के अरे जुकाले एकदम माया गर्नु हुँदो रहेछ। टिप्दै पछार्दै गर्दै हुनुहुन्छ। हेर्नु न कति राम्रो क्युट फुल हो गाइजहरू। यस्तो क्युट राम्रो फुलहरू पनि छ। अब हात दुखो, अब बिसाउनु पर्ला जस्तो छ है मिस। यहाँ हेर्नु त, अब बिसाउनु पर्छ, हामी थाक्यौँ हो।